हेलो गाइज, आज चाहिँ हामी आएका छौँ नेपाल इन्जिनियरिङ काउन्सिल, जुन चाहिँ बानेश्वर र कोटेश्वर बिचमा रहेको छ। तपाईँहरूले गुगल म्यापबाट सर्च गरेर आउन सक्नुहुन्छ। र आज चाहिँ हाम्रो लाइसेन्स लिने डे हो, विच इज 3 February 2026। सो फाइनली आई एम रजिस्टर्ड इन्जिनियर। मलाई चाहिँ धेरै खुसी लागिरहेको छ। फाइनली हातमा सर्टिफिकेट आयो। हामीलाई चाहिँ सर्टिफिकेट अनि एउटा कार्ड अनि एउटा ब्याज दिँदै रहेछ। सो आई एम सो ह्याप्पी। कङ्ग्रेचुलेसन्स टु अल रजिस्टर्ड इन्जिनियर टिल नाउ। सो बेस्ट विसेस फर देयर फ्युचर्स एन्ड टु मी एज वेल। अनि म चाहिँ यो सर्टिफिकेटहरू लिएर घर गएर त्यहाँ एउटा ठाउँमा फोटो खिच्ने ठाउँ छ, टक्क आई एम रजिस्टर्ड इन्जिनियर भनेर लेखेको छ र फोटो खिच्न मजाले मिल्ने छ। र त्यहाँबाट फोटो खिचेर म चाहिँ घर फर्किएँ। ओके, दिस मच फर टुडे। सो थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। एनइसीको वेबसाइटमा पनि हामीले सर्च गरेर हेर्न सक्नेछौँ र उहाँ चाहिँ हाम्रो नाम चाहिँ रजिस्टर भएको हुनेछ। थ्याङ्क यू सो मच।